वाउ सिबल तरुल गाइज वाउ हाम्रो पुरी दामी आजको पुरी हेलो गाइज आज चाहिँ के अरे माघे सङ्क्रान्ति सबैजनाले ह्याप्पी माघे सङ्क्रान्ति अनि आज चाहिँ तरुलहरू के लाएर राखिसक्यो अब कहिले पछि यो चाहिँ घर तरुल सिमल तरुल यो अझ सानो छ यता मुनि कता छ त्यसपछिबाट चामल भिजाएको हामीले राति यसको पनि सेलरोटी गराउने मिक्सचर गर्ने हो चामललाई चाहिँ मिक्सचर गरेर नि मैले यतिको तयारी गरेको अब यसमा चिनीहरू घिउ राख्ने है गाइज मैले चाहिँ मिक्सचर गरेर पनि मसलाहरू राखेर पनि टक्कसँगले आफैलाई मैले चाहिँ 1-2 घन्टा भिजाएर ठक्क राखिदिन्छु अनि त्यसरी सेलरोटी गराउँछु। हेलो गाइज यहाँ चाहिँ कान्छी बुनीले के बनाउनु भयो अरे यो फुलौरा रे मासको अनि कालो मासको होइन कालो मास अनि लसुनको पत्ता हजुरहरूले बिस्तारै बनाएर तरुल पनि उसिनेर हामीले चाहिँ तयारी गर्दैछौँ। यम्मी बुढी सेलरोटी गराउँदै हुनुहुन्छ कान्छी चाहिँ त्यहाँनिर ग्राहकलाई चाउमिन बनाउँदै हुनुहुन्छ रोटी हेर्नुहोस् त गाइस क्या दामी भएको छ मुस्दै हुनुहुन्छ ठुल दाइले सेलरोटी हाम्रो गाइस कति दामी खाने भएको भयो कि भिडियो त के भएर क्लियरै आएन ओछ्यानमै बसेर खान्छ हजुर हेलो कस्तो छ त पकाउँदै पनि छ खाइ नि रहेछ सबैजनाले बाहिर न देमा मम्मीसँग गरेन अनि मम्मा प्लेट दिनु मलाई हुन्छ ह्याप्पी माघे सङ्क्रान्ति सबैजनालाई तर तरुल र रोटी चाहिँ खाएन कसैले पनि आफ्नै पसल बुक गरी खाना तरकारी को खाने भन्न के दिनु हेलो गाइस हाम्रो चाहिँ किमा नुडल्स पनि आज माघे सङ्क्रान्तिमा तर क्यामेरा के भएको हो क्यामेरा कस्तो भइरहेछ हामीसँग यो पनि छ आज पसलमै हाम्रो पसलमा हल्का रक्सी खानु है खानु हो भने हो खायौँ ल भन्नु न कान्छी ल खानु तरुल रोटी कति धेरै खाने छिटो सङ्क्रान्ति लाग्यो छिटो आउनु दिदी बुझ्ने काम गर्नेहरू 4 जना भइरहेछ त
सबैजना व्यस्त बिजी